भर्खरै हामी गोलकोट राजाको ऐतिहासिक दरबार गोलकोट दरबार हरिचौरबाट चाहिँ भिजिट गरिसकेपछि हामीले मुम्मा बडा महारानीलाई भेट गरियो र उहाँको श्रीमानको त्यहाँ माओवादी जनताकालमा हत्या गरेको ठाउँमा हामीले श्रद्धाञ्जली अर्पण गरियो र उहाँहरूलाई चाहिँ एउटा समवेदना प्रकट गरियो र दसैँको अवसरमा दरबारमा भव्य रूपमा चाहिँ कोटको आयोजना हुँदै रहेछ। त्यहाँ धेरै जनाहरूले कोटको चाहिँ एउटा चाहिँ गरिरहनु भएको छ। अहिले हामीले हटिया बजार प्रवेश गरिसक्यो। अब हटियामा यो कोइला चाहिँ यहाँ यता न्युलाई पढेको थियो र यहाँबाट हामी चाहिँ यो देशी पुल भन्ने यो अलि एकदम सानो देखिन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ यो देशी पुल र देशी पुलकै अगाडि यहाँ पक्की पुल छ र यो पक्की पुलबाट हामी यसरी सर आइयो र यहाँ चाहिँ हाम्रो चाहिँ किसना भाइ भट्टराई बुटोलका निर्माण व्यवसायी सँगै हुनुहुन्छ। हामीले यदि धेरै रमाइलो गरियो र तपाईँहरूले यो घरिहरूदेखिमा धन्यवाद छ।